Hello and welcome to my new vlog. मैले चाहिँ यो इन्ट्रो चाहिँ रेकर्ड गर्न बिर्सेको थिएँ कि त्यही भएर अहिले गरेर आएको। हामी चाहिँ आज रोपो काट्दैछौँ। भोलि चाहिँ हाम्रो रोपाइ। नानी सकिगयो यसले सकिले चाहिँ हाम्रो गाउँ हो। कस्तो राम्रो कुहिरो लाहाली यतातिर पहाड छ, यतातिर मकै छन्, बिचमा हाम्रो यो छ खेतमा यस्तो छ मकै सब छिन्या छ बिउबारी। मम्मीले यहाँ काम गर्दै हुनुहुन्छ। अहिले कुटो मोबाइल आउँछ, अहिले मैले काम गर्दैछु। 6.5 hours later 10 बजेदेखि रोपो काट्न लाग्यो। 1 बजिसक्यो, हामीले यति काटेका छौँ अहिलेसम्म। जम्मा यत्रो छ, देखिन के मम्मी नआउँदासम्म थल्दै देखाएको थिइनँ। पहिला खोजे आइछ नि, खोजे भेटाइन। मम्मी खैर खोइ भन्ने बित्तिकै थल त्यति टुप्लुक्कै देखेँ के बाख्रा त्यहाँभित्र। अनि यो चाहिँ मम्मीको छाता। मैले छाता मम्मीलाई छाता उडाइदिन्छु। यस्तो झ्याउ लाग्छ मलाई त। काम गरे आगे रे 2 बजीसम्म यति सकियो। eternity later हजुर केही भन्न चाहनुहुन्छ? हजुरले तपाईँले केही भन्न चाहनुहुन्छ? तपाईँ केही भन्न चाहनुहुन्छ भने भन्नुहोस्। हेर्नुहोस् दर्शकबिन, तपाईँहरू देख्न सक्नुहुन्छ पानी परेर अहिले पुरा डमडमाट भरिएको छ गरा बिउ। मम्मी पानीमा बस्नुभएको छ जस्तो लागिरहेको। म मिनाले जाडो मानिछे अरे, त्यही भएर उडी ल्याएर हामीले यो सक्ने टार्गेट थियो आज, सकेन। यति बज्यो फाइनली। अलिकति बज्यो, बिहान 1 घन्टा लाग्छ यति निकाल्ने भने माछाहरूलाई। यिनीहरूले चाहिँ यो रोपो काट्ने भनेर राखे। मलाई चाहिँ घाँस ल्याउन बोलाएको छन्। घाँस काट्नु भएको रहेछ मम्मीले तल, त्यो घाँस लगेर जान्छु। यिनीहरूले चाहिँ त्यो के अरे रोपोहरू यताउता सार्ने, अनि थोरै रोपो काट्छन् रे। म चाहिँ घाँस ल्याउन आएको। कति काम गर्नुपर्छ छ्या। ओएमजी बेलौती फलेछ। एउटा पाके त खाने हुन्थ्यो है। ओके कति चिप्लो छ कि यहाँ मेरो अहिले यहाँ यतासम्म गइसकेको छ खुट्टा। आज म पनि जान्न गएर मोबाइल पनि जान्न। अनि पानी पनि पर्न लागेको छ। घाँस अब कता छ, यस्तो छ यहाँनिर। बाटो पनि यस्तो छ कि चिप्लो स्याउले लाहा। अनि कस्तो यार छ्या। तल चाहिँ रोपाइ भइसकेको छ। वाउ कस्तो राम्रो छ हाम्रो गाउँ। डाँडा पाखाहरू छन्। मम्मी बचाउ रे, यो घाँस हो रे। घाँस अब मैले बोक्छु रे। अनि तबाही रे। मैले त मुख पनि धोएको छैन। के मात्रै छन् त्यस्तै, त्यही पनि केही छैन, चलेगा। कौन देखेगा हमको। a few moments later अब चाहिँ हाम्रो रोपाइ सुरु हुन रहेछ। तर पानी चाहिँ आएन। गोरु ट्र्याक्टरहरू सबै रेडी भइसक्यो। अनि यस्तो आज यस्तो पानी नपरिदिएको भए यस्तै गरे त राम्रो भइहाल्थ्यो कि। भिडियो पनि बनाउने हुन्थ्यो। अनि पानी परेपछि रोपाइमा निद लाग्छ कि मलाई, खै किन कामै गर्न मन लाग्दैन पानी परेपछि। त्यो पानी नपरिदिए चाहिँ हुन्थ्यो। यो त्यहाँ गोरु चाहिँ भनेर म चाहिँ यो आली काट्ने भनेर आएको।
अलि काम चला गरेर अलिअलि आली गराएको छु काम चला हो म त्यसको आली काट्न चाहिँ मान्छे हाम्रो घरदेखि मैले यति धेरै मुसाको पल बुझेँ कि म त्यो मुसाको मासु खान मन लाग्यो मैले यति रिस उठ्या कति पार पार्न सकेको त्यसले त्यसको कारणले कति यहाँ सागर परिरहेछ कति गरिरहेछ यस्तो रिस उठिरहेको देखेर मैले नपरोस् भनेको फेरि पानी पर्न लागिसक्यो न पानी परेपछि न भिडियो गराउने हुन्छ न केही हुन्छ न केही हुन्छ हालत ट्याट भइसक्यो मान्छेको दुईटा गराउँदैन सबै हावा फुस्किसक्यो बाउसे गएन भने गाह्रो छ सबै काम आफै गर्नुपर्छ त्यो घर चाहिँ रोपिन लगाइसक्नु भयो क्या रोप्दै हुनुहुन्छ यहाँ यो घर चाहिँ बन्दैछ अनि हाम्रो चाहिँ बसाउस हुन्छ कि यो पानी दुईटा गरा हुन्छ फेरि अर्कोलाई दुईटा गरा यसो पाले शान्ति बस्नुपर्छ सो हाम्रो दुईटा गरा भए अनि पानी ल्याउनु जानु भए एकजना कस्तो अनि एउटा कुरा दर्शक पनि तपाईँ देख्न सक्नुहुन्छ स्कुलको ड्रेस लगाएलाई रोपाइ गरिराख्नु भयो मेरो अब म ल्याउँछु नि त दुईटा गरेर चाहिँ सकिसक्यो अब तीनटा गरेर अनि अर्को गर्नु पनि बनिसक्यो त्यसपछि त हाम्रो के सकिहाल्छ नि होइन र मिनालाई राम्रो काम परिरहेको अहिले राम्रोसँग रोप्नु सारिरहेको चाहिँ यस्तै काम गर्नुपर्छ के मलाई थकाइला मैले चाहिँ अहिले सब काम गरिसकेँ त्यही थकाइला म त केही काम गर्दैन अब जानुहोस् लिनु त्यहाँदेखि खुट्टा पनि यस्तो छ देखाउनु लायक नि छ बाकोपट्टि सबै मलाई मात्रै घबराउँछ नि केही गरिदिनु पर्छ हाम्रो चाहिँ लगभग सकिन लाग्यो अलिकति छ अब यति छ यो बिहार गरेर छ अनि त्यस्तै छ म आज चाहिँ मौसमले साथ दिएको छ हामीलाई म मेरो उलिया देखाउँछु अन्डी धोबा र अनि हामी त धेरै गर्छौँ नि काम थाहा छ थाउन भएन र सबभन्दा राम्रो छ मिना रोपिছে मिनाले हो नि हजुर टङ्गलाई हुने कि बिउ पनि तिनीहरूले रोप्दैछ नि मलाई चाहिँ काम गराउनु लागिरहेछन् म चाहिँ एउटा बेलौती खान्छु काँचै भए पनि खान्छु मलाई कस्तो भोक लागिरहेको कि गयो भने मेरो खुट्टा पनि काट्यो कि फेरि लड्केर गयो भने मलाई केही नभन्नु होला यहाँ चाहिँ फरुवा छ काम गर्ने बेला जहाँ मन लाग्यो त्यही फाल्ने हुन्छ होइन अनि काम गरेर सकेपछि त्यो सामान कहाँ छ भनेर खोज्नु 2 घन्टा लाग्छ के किन हुन्छ यस्तो त्यति मोटो देखाएको छु कि म तर त्यति मोटो छैन है लास्ट मोटो देखाएको छु आज यति धेरै प्रेसर भएको थियो कि मलाई कति काम गरौँ भनेर त्यो इक्जामको लास्ट 10 मिनटमा भएको छ त त्यस्तै उसले उता लस्मी काय गर्न गयो कि बाई
ए बाबरे मेरो रेलीको के सो म चाहिँ लागेँ घरतिर होइन सामान बाल्टी ल्याएको छु स्याउ बोकेको छु अनि अयो मम्मी क्या लास खुट्टा दुखेको छ आज त मेरो हालत खराब भयो यति दिनपछि काम गरेको 2 hours later. त्यो अहिले चाहिँ मैले चाहिँ नुहाइसकेँ सब यो भइसक्यो अब चाहिँ म सुत्ने हो लगभग 6 बजिसक्यो होला सो साथी म अब लास्ट थाकेर जान्छ लास्ट चुलो बाई 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 सी यु टुमारो त के भन्न सक्छस् के भन्छ बाई लाइक कमेन्ट सेयर सब्सक्राइब भन्दै त ल लाइक शेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू बाई बाई ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गरेर आज चाहिँ बुढा हालत भयो